यो गुन्द्रुकको अचार बनिन्छ र गाइस अन्त एउटा अझै एउटा कुरा है चपाती बनिन्छ है इन्डियन थाली खानामा कहिले पनि चपाती हुन्छ 2 पिस म चपातीको बनाउने स्पेशल कुरा बनाउँदैछु हेर्दै गर्नुहोस् ल लास्टमा देखाउँछु बनाएर हेलो एभ्रिवान हेलो ल सबैजनालाई नमस्ते र मेरो नयाँ भिडियोमा तपाईहरुलाई धेरै धेरै स्वागत छ तो चलिए शुरू करते हैं। हेलो एभ्रिवान सबैजनालाई नमस्ते छ हेलो ल आज फेरि म नयाँ एउटा कुकिङको भिडियो लिएर आएको छु के भन्दाखेरि आज अब घरमा म धेरै टाइमदेखि बिजी भएको कारणले गर्दा सामान पनि ल्याउनु पाएको छैन हो त्यही भएर अन्त यहाँ घरमा हेर्नु सक्नुहुन्छ बाँचेको सामानहरू छ यो सामानहरूले म एउटा इन्डियन थाली खाना बनाएर देखाउँछु तपाईहरुलाई है तपाईहरुले हेरेर मन पराइदिनुहोस् अन्त लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् है त जति धेरै मेहनत खाना बनाउनु लाग्छ त्यति धेरै मेहनत भिडियो एडिट गरेर हाल्नु मन लाग्छ यो मेहनतको लागि तपाईहरुको एउटा लाइक र सेयर र सब्सक्राइब एकदम त मलाई मोटिभेसनल राख्छ हैन सरी भनिदिनुहोस् गाइसलाई लाइक सेयर कमेन्ट गर्नु सुन्नु छोरीले पनि भनिसक्यो लाइक सेयर कमेन्ट गरेर ल आज म खाना बनाउँदैछु एउटा इन्डियन थाली के बनिन्छ कसो कसो बनिन्छ है घरमा अब बाँचेको सामानहरूले मैले केही पनि ल्याउँदिनँ बाहिरबाट केही पनि ल्याएको छैन हो र हेर्दै गर्नुहोस् ल मजाको थाली बनाएर देखाउँछु मैले अघि भनेको हिसाबले है मैले सामानहरू केही पनि ल्याएको छुइनँ घरमा जति सामान थियो अलिअलि सब्जी रहेछ है मैले केही ल्याएको छैन हेर्नुहोस् र म थाली बनाउँदैछु भेज थाली खाना र त्यसमा चाहिँ इन्डियन भेज थाली खाना जस्तो कि तपाईँहरूलाई थाहा छ भेज थाली खानामा के लाग्छ जस्तो राइस जान्छ चपाती जान्छ दाल जान्छ अन्त एउटा पापड भयो अन्त एउटा चटनी जान्छ है र म त्यसकै ब्लग छ नि हेर्नुहोस् ल यो म बनाउँदैछु ड्राई सब्जी आलु क्याप्सिकमको र पापडको जग्गामा फ्राइम्स बनाउँदैछु र एउटा अझै एउटा कुरो छ यहाँ हेर्नुहोस् यो चाहिँ तपाईँको म बनाउँदैछु तपाईँको भेज थाली खाना नि यो आलु क्याप्सिकम यो सब्जीको लागि यो यसको भाजी बनिन्छ र यहाँ स्पेसल कुरो छ एउटा यो गुन्द्रुकको अचार बनिन्छ र गाइस अन्त एउटा अझै एउटा कुरो है चपाती बनिन्छ है इन्डियन थाली खानामा कहिले पनि चपाती हुन्छ 2 पिस म चपातीको बनाउने स्पेसल कुरो बनाउँदैछु हेर्दै गर्नुहोस् ल लास्टमा देखाउँछु बनाएर तेरो दाल यहाँ पाक्दैछ भात यहाँ पाक्दैछ हो सब थालीको लागि अब यहाँ एउटा चटनी बनिन्छ यसको फ्राई पापड बनिन्छ यसको भाजी यसको सब्जी बनिन्छ है भले आप हिंदी से हो हिंदी में देख रहे हो कुछ भी लैंग्वेज में देख रहे हो आप हमारा वीडियो को देख के अगर अच्छा लगता है कमेंट करिए शेयर करिए नहीं करिए आप एक लाइक करिए सब्सक्राइब जरूर करिए हम बहुत मेहनत करते हैं खाना बनाने में ठीक है गाइस हमारा बेटी भी बोल रहे हैं सब्सक्राइब लाइक करने के लिए जो भी देख रहे हैं थोड़ा भी देख रहे हैं प्लीज़ वीडियो को पूरा देखिए अच्छा लगे तो ठीक है सब्सक्राइब कर दीजिए लाइक कर दीजिए हमारा मेहनत को आगे बढ़ाइए उनको मोटिवेशनल रहिए ल साथीहरू अब चाहिँ यी सब्जीको लागि काटिङ रेडी भयो भजिको लागि चिज रेडी भयो प्याज गार्लिक सबै रेडी छ म अब पकाउँदैछु तपाईँलाई देखाउँदैछु कसरी पकाउने आलु क्याप्सिकमको सब्जी हो मिस्टर ल हाम्रो दाल पनि पाकिसक्यो यहाँनिर हो अब सब्जी बनाउँछ अन्त एउटा चाहिँ रोटी बनाउँछ रोटी चाहिँ स्पेसल रोटी छ आज ल अगाडि हेर्दै गर्नुहोस् है म बनाउँदैछु साथीभाइहरू म आलु क्याप्सिकम बनाउनु गइरहेको छु है अलिकति तेल हाल्ने बेसी तेल पनि हाल्ने हो यति तेल हाल्यो हो कराई चाहिँ मजाले गरम हुँदिनुपर्छ तेल लगाएर हो अन्त चाहिँ अगाडि प्रोसेस गर्नुपर्छ ल साथीभाइहरू ल तेल गरम भइसक्यो साथीभाइहरू अब यसमा अलिकति जिरा हालिदिने जिरालाई चाहिँ हल्का बनाउनुपर्छ हो हल्का पड्काउनुपर्छ जिरालाई अन्त तपाईँको जिरा अलिअलि रातो रातो भइसकेपछि फुटेछ नि फुट्यो भयो गाडी किनेर हालिदिने हल्का सबै बेसी पनि होइन ल साथीभाइहरू ठिकै भुनिसक्यो प्याज हालिदिनु सक्छ अलिकति बेसी ठिकै हालिदिनु केही छैन गरम गरेको कता अब माथि कलर भइहाल्छ है र मजाले फुल्यो अलिकति हाइट गर्ने हो मजाले भुन्ने साथीभाइहरू ल साथीभाइहरू प्याज यत्तिको भुनिसकेपछि हो एउटा प्याज हालिदिनु हो प्याज हालिदिनु किनभने अब यसमा पाक्दै गर्छ मजाले आलु काट्दै खान्छ यसरी हालेपछि देख्नुपर्छ ल साथीहरू पहिला चाहिँ हल्दी हाल्दैछु अलिकति हल्दी चाहिँ हाल्नु सक्नु यसले पनि हल्दी खानु एकदम राम्रो हो अलिकति नुन हाल्नु नुनले चाहिँ तपाईँको अलिकति आलु छिटो पाक्ने काम गर्छ टमाटर चाहिँ लास्टमा हाल्नु हाल्नु यो हालेपछि साथीहरू यसलाई मजाले चलाउनु एकदम यसलाई स्लो फ्लेममा पकाउनुपर्छ है जसलाई पहिलाचोटि खाना बनाउनु आउँदैन त्यो मान्छेले यो भिडियो एकदम लास्टसम्म हेर्नुहोस् त्यो मान्छेले एकदम पर्फेक्ट सेपले भन्दा मिठो खाना बनाउँछ है साथीहरू जसलाई पनि खाना बनाउनु आउँदैन भात पकाउनु आउँदैन सब्जी पकाउनु आउँदैन त्यो मान्छेको लागि यो भिडियो चाहिँ
एकदम सिम्पल, यो एकदम रेस्टुरेन्ट होटल जहाँ चलाउँदा नि हुन्छ। यो खानाले चाहिँ एकदम डरलाग्दो वर्ल्ड वाइड चल्छ है साथीहरू। यसलाई एकछिन यसरी अब यसलाई छोपेर पकाउनुपर्छ ल। यसलाई एकछिन यसरी छोपिदिने 10-15 मिनटलाई। र साथीहरू आलुको यो के भन्छ यो खोर्सानीको यो बनाउने भन्छ नि चिल्ली भाजी, यसको लागि चाहिँ मैले आलु बोइल गरिसक्यो। एकदम निन्जा टेक्निकले बोइल गरेको। यो चाहिँ तपाईँको दाल छ नि, यो दालसँगै हालेर बोइल गरिदिएको। अलग्गै बोइल गर्नु टाइम लाग्छ हो, निन्जा टेक्निकले बोइल गरेको आलु चाहिँ। अब यसलाई म यो यसको मसला बनाउँदैछु। के पर्दैन, नुन मात्रै हाल्नुपर्छ यसमा, अरू के पर्दैन। अब साथीभाइहरू यहाँ सब्जी पाक्दैछ हो। यहाँ कराई बसेर रोटी बनाउने ल। म रोटी बनाउँदैछु हेर्नुहोस्। यहाँ कराईलाई इग्नोर गरिदिनु, कालो छ केही छैन हो। म रोटी बनाउँदैछु, हेर्दै जानुहोस् कसरी बनाउँछु। एकदम स्पेसल रोटी यो चाहिँ। रोटीलाई चाहिँ पानी बसाउँछु हो, केही होइन। यो चाहिँ अलग टाइप रोटी, अलिक जुन हाल्दिनँ हो। रोटी बनाउने साथीभाइहरू यसमा चाहिँ अलिकति घिउ हालिदिनु साथीहरू। मजाको बसाउँछ। यो चाहिँ स्पेसल रोटी बनिन्छ ल, स्पेसल रोटी बनिन्छ। यो चाहिँ अलिक पानी उम्लिनुपर्छ पहिला हो, अन्त माथि ल अगाडि प्रोसेस चाहिँ यहाँ चाहिँ पानी यसरी भक्कु बसाउनु दिने हो। त्यहाँबाट चाहिँ यहाँ चाहिँ के हो यो गलत थाहा छ है, यसले मात्रै थाहा हुन्छ है। र चाहिँ अलिक ग्यासको फ्लेम हल्का स्लो राख्नुपर्छ ल। अन्त कति मात्रामा खानुहुन्छ त्यसको हिसाबले यहाँ हाले। हामी 3जनाको लागि बनाउँदैछु। कस्तो बनिन्छ मन पहिला सुरु बनाउँदैछु साथीहरू हो। लाग्छ त पनि ल साथीहरू। यसो आलु क्याप्सिकम अलिकति पानी छोडिसक्यो हो, नभए मसला हालिदिनु ल। अलिकति पहिला काश्मिरी चिल्ली पाउडर हो, अलिकति भिडियो चाहिँ हालिन्छ होला, केही छैन छोड्नु। अलिकति जिरा पाउडर हो, अलिकति धनिया पाउडर, यति नै हाल्ने। यसले मजाले मिलाउनु ल, राख्नु दिनु। यो पनि मसला पनि पाक्दा आलु ठिकै पाकिसक्छ हो। यो चाहिँ अलिकति हाल्नु, काश्मिरी चिल्ली पाउडर चाहिँ अलिकति धेरै हाल्नु, किनभने राम्रो कलर आउँदैन फेरि अहिले। पिरो त हुँदैन अहिले हो। हालेर कस्तो मजा कलर आउँछ। अहिले एकछिन पाक्नु छोड्नु ल। टमाटर हालिन्छ अहिले, किनभने टमाटर हालेर यो सब सामानहरू पाक्दैन नि त। टमाटर एकछिनबाट हाल्नुपर्छ। हेर्नुहोस् ल, यसलाई यो रागी रोटी बनाउँदैछु हो। मजाले मसँग साथ हो, तातो छ रोटी बनाउँदैछु म यसको हो। कस्तो हुन्छ ल, यो रेडी भयो। यसलाई चाहिँ मजाले सानो सानो गोलो बनाउनु ल। यो गोलो बनाउनु दुईवटा एकै बनाउँछु, दुई साइजको बनाउनु हुन्छ। दुई साइजको सानो सानो बनाउनु, सानो सानो दिदीलाई एउटा, छोरीलाई एउटा, हामीलाई दुईवटा पाँचवटा। यतिको भयो। मसला हल्का पाक्यो। अब यसमा चाहिँ अरू टमाटर हाल्दिने हो। टमाटर हालेपछि अब एकताल छोपेपछि सब्जी पाकेर रेडी हुन्छ है। एकदम स्लो फ्लेममा पकाउँदैछु म चाहिँ यसलाई। एकदम इम्पोर्टेन्ट कुरा है, इम्पोर्टेन्ट कुरा। टमाटर हालेपछि यो कुरा चाहिँ हाल्दैछु भनेर नभए टमाटरलाई पाक्नु बहुत टाइम लाग्छ ल। यसलाई यस्तो हाल्यो हो, आधी हाल्नुहोस्। यो पाकिसकेको मसला अलिकति टमाटर पाकेपछि ल सब्जी रेडी भयो। अब यो टमाटरले पानी छोड्छ, यो गरेको सब निस्किहाल्छ हो। यो ड्राई सब्जी रेडी हुन्छ। अब म रोटी बनाउँछु हो। अन्त अब गाइस अहिले भनेपछि म रोटी बनाउँदैछु है यसको। एकदम मजाले फुल्यो हो। यसरी नै बनाएर खानुहोस् है तपाईँहरू पनि ल। साथीभाइहरू साइज फ्राई हुँदैछ ल। अब चाहिँ फ्राई, यो पनि फ्राई हुँदैछ। अब भजी फ्राई हुँदैछ है। कता हो भजी? तेल अलिक कम्ती भयो, केही छैन। फ्राई गर्ने तरिका थाहा छ नि मलाई। फाइनली 2-2.5 घन्टाको बादमा मैले खानापिना सबै बनाइसकेँ हो। राइस, दाल, सब्जी मलाई आउँछ यहाँ हेर्नुहोस्। भोक पनि लागिसक्यो कि, भोकले गर्दा यहाँ गाडाम खोज्नु पर्दैछ हो। प्लेटिङ फेरि खतरा उयसमा हुन्छ हो। सेपको प्लेटिङ हो, सेपको प्लेटिङ एकदम कमी हुनै भएन सेपको प्लेटिङमा। यो चाहिँ पुरा थाली भयो। यो दाल चाहिँ एकदम प्लेन बनाएको छु मैले। तेजु कस्तो लाग्दैछ? दामी लाग्दैछ। ओके, दाल आयो हो। सब्जी यो चाहिँ हो आलु क्याप्सिकमको सब्जी आयो हो। अरू के छ? यो हो रोटी। रोटी चाहिँ खतरा भएको छ तर सबै खानु तिमी हो। अचार आयो। यो हो हाम्रो नेपाली स्टाइलको गुन्द्रुकको अचार। यो हो रोटी आयो। पर्खी ल
पापड आयो, लास्टमा आयो पापड हो। ओ माई गॉड, हाउ यु फिलिङ बेबी? तेजो यहाँ आयो, यहाँ हल्का आयो हो। यो चाहिँ हाम्रो अब कहाँको के थाली भन्नुहुन्छ त्यही थाली हो। यसलाई चाहिँ यता देखाइदिनु, फोटो पनि लिने दामी। तपाईँकोबाट लिने ल साथीभाइहरू, अब हामी खान्छौँ है। सिधा भने हामी खाँदैछौँ ल। आजको लागि यति नै, बाई 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 गर्दा। थ्याङ्क यू सो मच। राम्रोसँगले हेरेर के गर्नु, हेरेर के गर्नु, भिडियो हेरेर के गर्नु, लाइक कमेन्ट गर्नुहोस् गाइस। ल बाई। हुन्छ बाई।